सो हेलो एभ्रिवान, आज चाहिँ हामी घुम्न जाँदैछौँ त्यो पनि भेले टार होइन। त्यही भएर अनि हामी चाहिँ यता सुरुमा चाहिँ भाटभटेनीतिर लाग्यौँ झर्न आइसके पछाडि होइन, तपाईँहरू देख्न सक्नुहुन्छ। र हामी चाहिँ अब टक्कसँगले भाटभटेनी पनि आइपुगिसक्यौँ र देख्न सक्नुहुन्छ बाहिरको दृश्य। र अब हामी चाहिँ सिधै भित्रतिर लाग्यौँ है घुम्नको लागि भनेर। अनि सबैजना हाम्रो टिम चाहिँ अब गयौँ घुम्नलाई। हामी जाँदैछौँ होइन, अनि म पनि जाँदैछु किनकि अब म पनि जानु पऱ्यो नि त। अब भिडियो रेकर्ड गर्ने महिना भइसक्यो भने म नगएर को जान्छ त होइन। अनि सो त्यही भएर हामी भाटबाट पनि घुमिसकेर सिधै आयौँ बुढा सुब्बा होइन। अनि बुढा सुब्बामा चाहिँ आज त्यति साह्रो भिड पनि थिएन, प्याक पनि थिएन। अनि त्यही भएर हामी बुढा सुब्बादेखि पनि निक्लेर सिधै खाजा खाना माथि, यो रेस्टुरेन्टको नाम त आएन मलाई, र पनि एकदम बस्यौँ ओऱ्यौँ होइन। अनि खाजा साजा खायौँ ओऱ्यौँ। त्यस पछाडि हामी फेरि भेटारतिर लाग्यौँ। हामी जाँदै थियौँ भेटारदेखि माथि लाग्ने बित्तिकै चाहिँ के बोको नि कसको आँखा लागेको नि होइन, पुरै ढुस्से लागेर अलिअलि पानी परेर है। अनि त्यहाँबाट अनि हामी सिधै माथि आयौँ, त्यो टावर चढ्ने के भन्छ नि हो, त्यहाँनिर आयौँ र गयौँ है। हाम्रो मौसम पुरै बादल लागेर केही नदेखिने आमा होइन, टिकट काटेको कामै नलागे जस्तो भयो क्या। पुरै बादलले केही पनि हेर्न दिएको थिएन। एकछिन पछाडि चाहिँ बादल आफै हट्यो है। अनि हामीले यसो मुनिको दृश्य हेऱ्यौँ है, डरै लाग्दै थियो क्या। मुनिको दृश्य त पुरै खतरा थियो क्या, भ्यू चाहिँ हेर्न सक्नुहुन्छ है। खतरा थियो क्या भ्यू चाहिँ जे भने पनि। अनि हामी सबै भ्यू हेरेर घरतिर फर्क्यौँ।